यला महानगरपालिका वडा नम्बर 3 6 प्रयोगयाइगु राइस कुकर, फ्रिज, लसालिगु मसिन, पंखा, ग्यास या भुतु लगायत या थिथि उपकरण स्यासा आ सहुलियत दर मर्मत याना बिगु चुगुदु तुकिया लागि वडा थाडो ढिङ्गा हाम्रो घर नायागु भवन देखुगुदु उगु भवन या शनिबार छगु ज्याजोइ तथि यला महानगरपालिका प्रमुख चिरबाबु महर्जन उलेज्या याना दिगु ख सेवामा हाजिर सम्बन्धी केही काममा समस्या परेमा कृपया आफ्नो समस्या सुनाइदिनुहोला। आज म औधी खुसी छु। हुन त मैले हाम्रो वडाधीशज्यूसँग एउटै मञ्चमा बसेर खुसी साट्ने मौका चाहिँ त्यति पाएको थिएन, तर आज एकदमै महत्त्वपूर्ण र यहाँहरूको धेरैको उपस्थितिमा यो खुसी साट्ने मौका पाएँ। तसर्थ 3 नम्बर वडा अध्यक्ष, वडा समितिका सम्पूर्ण सदस्यहरू सबैलाई म मेरो अन्तस्करणदेखि नै हार्दिक साधुवाद व्यक्त गर्न चाहे र यस्तो किसिमको दिनको पुनः पनि आगमन होस् भनेर पनि मैले उहाँहरूलाई चाहिँ विनम्रताका साथ अनुरोध गरेँ। ज्याजोले प्रमुख महर्जन लिसे पूर्व मन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय परीक्षा बोर्ड या अध्यक्ष महाश्रम शर्मा, वडाल्या 3 या वडा अध्यक्ष श्री गोपाल महर्जन, वडा ध्वज कल्पना तिमिल सेना लगायत वडा सञ्चालने हगु व्यावसायिक सिप तालिम केन्द्र शिक्षा लिसे सिप या त स्वाइगु राष्ट्रिय नीति या छगु ठोस उदाहरण जुगु धारणा तयार दिल। वास्तविक बन्ने शिक्षामा चाहिँ तलबाटै म त पहिलेदेखि नै बारम्बार हामीले भनेको पनि हो, 2 धार हुनुपर्छ। एउटा व्यावसायिक धार, एउटा चाहिँ साधारण धारबाट हामीले पढाउन सकियो भने जो हायर लेभलमा जान्छ उसलाई साइन्स म्याथमेटिक्स भन्नु ऊ माथि जाओस्। जो व्यावसायिक धारमा जान्छ त्यस्तालाई चाहिँ तलबाट नै हामीले यो व्यावसायिक शिक्षा दिन सकेको खण्डमा असाध्यै उसले तुरुन्तै काम पाउँछ पनि, खोज्छ पनि, एउटा इन्टरप्रेन्योर भएर काम गर्न सक्थ्यो। त्योपट्टि अब वास्तविक भने राज्य जानुपर्छ। अहिले ऐनहरू परिवर्तन हुँदैछ, त्यसको लागि चाहिँ त्यो आवश्यकतामा जानुपर्छ। तर हाम्रो मेयर साहब लगायत हाम्रो 3 नम्बरको वडाध्यक्षज्यूले यो तालिम केन्द्र खोल्नुभयो। यो उहाँहरू बधाईको पात्र हुनुहुन्छ। यो एक्जाम्पल हो, सबभन्दा नजिकैको मान्छेहरूलाई जस्तो किसिमको तालिम चाहियो त्यो किसिमको तालिम दिने या बिग्रेको सामानहरू पनि बनाउन सक्ने। हाम्रो घर शुभारम्भ गरिदिनु भएकोमा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर श्री चिरीबाबु महर्जनज्यूलाई धन्यवाद। हाम्रो निमन्त्रणालाई स्वीकार गरी कार्यक्रममा पाल्नु भएकोमा सबै महानुभावहरू, वडावासीहरूलाई धन्यवाद। व्यावसायिक तालिम केन्द्र हाम्रो घर बनाउन जसले जसरी सकिन्छ आफ्नो क्षेत्रबाट सहयोग गर्नुभएकोमा सबैलाई नै धन्यवाद छ। मैले अघि नै पनि भने यो हाम्रो घर नामाकरण सबैको सहयोगबाटै नामाकरण भएको हो। यसमा सबैको योगदान छ। अब योगदान भनेर ठ्याक्कै पैसा टोक्दाखेरि अहिले सहयोग गर्नेहरूले के भन्छन् भने पैसा ठ्याक्कै नबन्नुहोस् है, किनभने अर्को पटक चाहिँ अरूले पनि त्यसरी नै सहयोग माग्न आउँछ, मलाई त दुःख हुन्छ भन्नुहुन्छ कि। त्यही भएर हामी उहाँहरूको नाम गोप्य राखेका छौँ र उहाँहरूले गर्नुभएको सहयोगलाई हामी उच्च मूल्याङ्कनका साथ उहाँहरूले वडाले गर्नुभएको होइन, वडावासी जनताहरूलाई गर्नुभएको सहयोग हो। उहाँहरूले जे गर्नुभएछ जनताको लागि गर्नुभएछ। कहीँ कतै गएर अन्यथा नहोस्, धर्मको पुण्य धेरै गर्नु पर्दैन। यो पुण्य यही जनताहरूलाई गर्नुभएकोमा उहाँहरूलाई फेरि मुरी धन्यवाद छ। र अन्य अतिथि